साथीहरू यो भिडियोमा हेर्न सक्नुहुन्छ। यदि कहीँ पनि यस्तो प्रकारको फुटपाथ नभएको बाटो छ भने तपाईहरू दाहिनेपट्टिबाट बाटोको दाहिनेपट्टिबाट हिँड्नुस् है। पैदल यात्री हुनुहुन्छ भने तपाईहरू दाहिनेपट्टिबाट हिँड्नुपर्छ। यसले गर्दा तपाईले तपाईको अगाडिबाट आउने गाडीहरूलाई एक प्रत्यक्ष मजाले हेर्न सक्नुहुन्छ, जसले गर्दा दुर्घटना कम हुन्छ र पछाडिबाट हान्ने पनि तपाईलाई चान्स हुँदैन। एकदम 90% कम चान्स हुन्छ, पछाडिबाट कसैले हान्ने चान्स कम हुन्छ। किनभने तपाईले दाहिनेपट्टिबाट भएपछि त उताबाट आउने गाडी प्रत्यक्ष तपाईले हेर्नुहुन्छ, अगाडिबाट आउनेहरू गाडीहरू र पछाडिबाट बायाँबाट जान्छ उनीहरू। बायाँबाट गएपछि तपाईले हान्ने चान्स एकदम न्यून हुन्छ। त्यही भएर फुटपाथ नभएको बाटो सडक छ भने कहीँ पनि होस्, हाइवे होस् कि गल्लीको बाटो होस् कि मेन बाटो होस् कि जुनसुकै बाटोमा तपाईहरू दाहिने पथ नभएको बाटोमा तपाईहरू राइट साइडबाट हिँड्नुस्। राइट साइडबाट बाटोको दायाँपट्टि दाहिनेपट्टिबाट ल।